अत्यन्तै महत्त्वपूर्ण र व्यावसायिक र बेरोजगारलाई स्वरोजगार र रोजगारी हजारौँ लगानीमा करदो आम्दानी गर्न आज यदि तपाईँ इच्छुक हुनुहुन्छ भने आउनुहोस्। टेमुर व्यवसायी उत्पादन र प्रशोधन खेतीको बारेमा र बिरुवा कसरी लगाउने र बिरुवा लगाउने तरिका मात्रै नभएर बिरुवा कसरी छिटो हुर्काउने र बिरुवालाई कसरी फलदायी आम्दानी बढाउने र टेमुरबाट हजार मात्रै नभएर लाखौँ करोड आम्दानी गर्न सफल आज हामी विभिन्न मार्केटिङदेखि लिएर प्रशोधनदेखि लिएर यसका नर्सरी जमाउनेदेखि लिएर विभिन्न तपाईँ र मेरो व्यावहारिकता र तपाईँ र मेरो भविष्यसँग जोडेको अब हामी यो बिरुवालाई कसरी रोप्ने भन्ने कुरा देखाउन गइरहेका छौँ। दर्शकबिन यस ज्ञानको घर युट्युब च्यानलमा तपाईँ सम्पूर्णलाई स्वागत छ। हेर्नुहोस् है, हामी यहाँ खाल्डो खनेर करिब 40 इन्ची गहिराई र 30 चौडाइ गरेर यसको बिरुवाको खाल्डो तयार गरिसकेपछि त्यो सबैभन्दा मुनिको भागमा मल राखेका छौँ। ब्रोइलरको मल अनि गाईको मल पनि राख्न सक्नुहुन्छ र त्यसको माथि मसिनो चाहिँ माटो राखेर अनि ब्लेडले त्यो पोलिब्यागमा रहेको बिरुवालाई त्यसरी काटेर माटो नझर्ने गरी तपाईँ र मैले यसको जो माटो लागेको भागसम्म सुरक्षित साथ हामी यसलाई रोपेर मनग्गी आम्दानी आज यसको करिब रोप्ने तरिका आज एकदमै बेस्ट इन्ट्रेस्टिङ मात्रै नभएर व्यावहारिकतालाई जोडिएर आज हामी देखाउन गइरहेका छौँ। हेर्नुहोस् है, आज जो कोहीले पनि गर्न सक्नुहुन्छ, नआत्तिएर धैर्यता गरेर नेपालमै केही गर्नुपर्छ भन्ने हामी हजारौँ युवाहरूले हामी त सुरु गरिसक्यौँ। अब पालो तपाईँको। तपाईँले यदि सल्लाह सुझाव र टेमुर खेती कसरी गर्ने भन्ने कुरा तपाईँहरूलाई जानकारी र जान्न चाहनुहुन्छ भने यो बिरुवा व्यावहारिकता यथार्थ कुरा हामी देखाउन गइरहेका छौँ। त्यसले गर्दा मल अनि माटो राखेर अब बिरुवा रोपिसकेको अवस्था छ। यो बिरुवा रोपिसकेपछि माटोले यसरी ठमारिदिने अनि त्यसमा पानी चाहिँ बाहिरतिर जाओस् नजमोस् भन्ने तरिकाले ओह्रालो गराएर हामी चाहिँ यसरी गराएका छौँ। यदि तपाईँलाई पनि टेमुर खेती गर्ने इच्छा छ भने आज तपाईँको लागि हामी हरेक समय तयारी छौँ। तपाईँलाई विभिन्न हाम्रा कामदारहरू अनि हामी यस टेमुर खेती व्यावसायिक रूपले गर्नको लागि हामी सबै कामदारहरू यसरी खटिरहनु भएको छ र यसको फल चाहिँ एकदमै बजार मार्केट गर्नलाई गाह्रो छैन। देशदेखि विदेशसम्म यसको माग अत्यधिक भएको कारणले गर्दा जो कोहीले पनि हामीले यो पृथ्वीको भूगोल अलि चिसो हावातिर अनि अलिकति भूगोलको आधारले यो अलि पहाडी भेगतिर हुने भएको कारणले गर्दा तपाईँले यसले समथर तराई भन्दा पनि पहाडी भेगतिर यसको बिरुवा हामी यसरी मजासँग हामी रोपिरहेका छौँ। जो कोहीले पनि अझै पनि जान्न चाहनुहुन्छ भने तपाईँले हामी अझै यसको फलको बारेमा, प्रशोधनको बारेमा अनि नर्सरीको बारेमा अनि यसको आम्दानी कति वर्षदेखि फल लिन सकिन्छ भन्ने कुरा पनि तपाईँलाई हामी जानकारी गराउनेछौँ। यसको फल करिब 3 देखि 5 वर्षभित्रमा रोपेको 3 देखि 5 वर्षभित्रमा यसले फल दिन सुरु गर्छ। त्यसैले यसको मेहनत, यसको लगानी, यसको तपाईँ र मैले कत्तिकै मेहनत गरेका छौँ भनेर यसमा भर पर्ने कुरा विभिन्न दिदीबहिनीहरू अनि हाम्रो कृषक दाजुभाइहरू, बुवा आमाहरू लागिरहनु भएको छ र भाइहरू पनि लागिरहनु भएको छ र हामी सबै मिलेर यसरी गरिरहेका छौँ। अब पालो तपाईँको। किन विदेश खाडी मुलुकमा गएर अकालमै ज्यान गुमाउने परिवारको सपना पुरा गर्नको लागि आज नेपालमै पनि तपाईँ र मेरो लागि हजारौँ सम्भावना बोकेर आज हामी आइसकेका छौँ र हामी काम गरेर प्र्याक्टिकली सहित हामी काम गरौँ नेपालमै। विदेशमा गएर धेरै धनजनको क्षति हुनुभन्दा नेपालमै बसेर तपाईँ र मैले गर्न सक्छौँ। लाखौँ करोडौँ आम्दानी तपाईँ हाम्रो घर आँगनमै छ। त्यसैले आज तपाईँले उत्पादन गर्नुहोस्। बजारको लागि, बजार व्यवस्थापनको लागि सम्भावनाले बोकेको यो क्षेत्रलाई तपाईँलाई हामी ज्वलन्त उदाहरण मात्र नभएर सल्लाह सुझाव र उत्पादन वस्तुलाई कहाँ खपत गर्ने भन्ने कुरा पनि तपाईँलाई हामी जानकारी गराउनेछौँ। यो भिडियोमा तपाईँलाई चाहिँ धेरै तपाईँ जुन मनस्थितिमा हुनुहुन्छ, अब तपाईँको घर तपाईँ हाम्रो बजेर भूमि फालिरहेका ती बाजु जमिनमा
हामी थोरै लगानीमा